Hello अनि नमस्ते वेलकम another blog another episode guys होप हजुरहरू सन्चै अनि आरामै हुन्छ म पनि सन्चै छु भगवानको कृपाले अनि आफ्टर लङ टाइम पछि ब्लग बन्दैछ त्यही पनि इन्टरनेसनल सायद देखिसक्नुभयो होला अगाडि त्यही हो नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला पुरानो हुनुहुन्छ भने बेल आइकनमा क्लिक गर्नु होला अनि भिडियो अब छोरा मान्छेको अफिस जानै पर्यो होइन जिम्मेवारी काँधमा मेरो चाहिँ झोलाहरू सब प्याकिङ होइन अनि एउटा दाइले प्लान बस्छ घुम्न जानु पर्यो उता बौद्धतिर त्यसपछि आएर चाहिँ गइन्छ अब आज लास्ट डे अब 2 वर्ष आइन्न होइन घुम्नु पर्यो के छ र आफ्नै त हेर्दै गरौँ त सो राइट गाइस आज लास्ट दिन दाजुभाइ कस्तो फिल भइरहेको दाजुलाई एकदम बब्बाल अब 2 वर्षपछि आउने होइन मस्त घुम्नु पर्यो नि त होइन चल पल छ फेरि चल पल सो राइट गाइस अब टाइम पनि भइसक्यो निस्किने बेला भयो झोला चाहिँ यहाँ छ मान्छे चाहिँ यहाँ छ गाडी आउँदैछ अब गइन्छ 2 वर्षपछि 1 वर्षपछि आइन्छ मस्त म बसेको होटल चाहिँ होटल सुबतारा एकदम राम्रो आउन सक्नुहुन्छ भिजिट ट्याक्कै के भन्छ हाम्रो लोड चाहिँ मलको अगाडिपट्टि हाम्रो साउनी दिदी यहाँ हुनुहुन्छ अति नि अब नेपाल मुजी केपी ओलीले गर्दाखेरि आज हामी यहाँ हेर्नु त रन्डे कति हो यस्तो तर अनि कति जान्छ के नेपालबाट विदेश के आज मलाई थाहा पनि जान्छ होइन साथमा हाम्रो दादा हुनुहुन्छ दादा हेलो ए लक्राउ ल भाइ नारायण दाइ पनि भेट भइसकेको छ ल अब कस्तो हुँदैछ दाइ के गर्नु यस्तै हामी नयाँ साउदी गएर तर कि हामी केपी ओलीले गर्दाखेरि होइन त्यही जानु खोजेको अब त हामी मान्छे भोटै दिने होइन नि ओलीलाई त जुन नेपालकै होइन हामी त मलाई अर्को वर्ष मरेन अर्कै वर्ष अनि पुरा आउने 6 महिनामा मरे 6 महिनामा आउने केपी त होइन 9 महिनामा आउनु पाइहाल्छ बालै भएन कि तर केपी चाहिँ मर्नु पर्यो होइन ए पश्चिमको बाजा सुदूरपश्चिम मध्यपश्चिम सो राइट गाइस के गर्नु त्यसबाट पनि जानै पर्यो म पनि नाचिदिन्छु के छ त नारायण दाइ अनि कस्तो फिल भइरहेछ जाडो छ यार के गर्ने जाडो छ होइन हाम्रो कबिर के छ ठिक छ एकदम ओला बेबे ए के गर्ने त अनि अब रुन त मन लाग्छ नि घन्टा देखाउने हो क्या आँसु यस्तो रमाइलो छ अनि अब देशबाट टाढा गए पनि यसलाई त होइन यसलाई सँगै लाउनु पऱ्यो नि त माया छ फेरि त्यसलाई पनि माया नारिन्न होइन सब
यहाँ त यो केपीले गर्दाखेरि म्यान देशबाट बाहिर गएका मान्छेहरू सबलाई देखाइदेऊ पठाउ गरिदेऊ त मलाई छिटो केपीले चाहिँ भ्याए त्यसलाई चाहिँ त्यही नै ल म्याच रातिको 11:30 बजे विदेश जानेको लाइन होइन केपीले त खायो नि त देश ल कहाँ जाने हो भन साउदी हो आज साउदीको सेकले बाहिर गरेको एकछिन है ल चम्किया के आउने यहाँ कबीर भाई केही त बोल्दो यार केही बोल न हमको सऊदी का शेख ने बुलाया है इसलिए हम दोनों जा रहे हैं उधर गइयो हामी गइयो हैन अरे वेटिंग में है बोलो ना यार उधर यार क्या यार तुम भी यार हम आ रहे हैं साउदी शेख रुको जाएंगे रुको जरा सबर करो मारेंगे सबर करो मा केपी ओलीको है भोट हाले होइन सबले होइन यार मैले यस्तोमा केपी ओलीलाई भोट हालेको फाइदा ल केही भन्ने अब आइसा लाउन पाइयोस् पैसा कमाइयोस् त्यहाँभन्दा केही छैन भन्नु ल हामी आइसा लाउने भनेको र अनि केपी ओली मरेपछि मात्रै आइन्छ नेपाल अनि चाहिँ म गाइस केपी ओली मरेपछि बल्ल नेपाल आइन्छ होइन हो कि होइन हो नि Ladies and gentlemen, in order to help us speed up the boarding process, please stow your hand luggage and take your seats as soon as possible. यहाँ चाहिँ होइन खोला चिकन मसला गाह्रो छ गाह्रो प्लेनको नास्ता चाहिँ साइकको हुँदो रहेछ जिन्दगीमा फर्स्ट टाइम आकाशमाथि चढेर कोका कोला मजा आएको फोरवेड गाइस हामी चाहिँ बिहानको 4 बजे कलेज झऱ्यो अब यहाँ ट्रान्जिट छ एकछिन बसिन्छ त्यसपछि चाहिँ फेरि याद अनि दादा कस्तो भयो सफर बकवास भयो है अनि हाम्रो सर कस्तो भयो त सफर राम्रो अनि अर्को सर कस्तो भयो सफर भ्लगमा होइन त दामी भयो नि होइन अब उहाँ गएर सुत्ने मस्त दाजुभाइ पाइन्छ पाउनु पऱ्यो नि होइन राजाहरू भएपछि हो क्या ल मुन्ना भाइ यता हेर म अब ओ मुन्ना भाइ हेर न यता पानी नम त मान्छेको यता उता गर्नु यो नम्बरको पानी यो मान्छे मान्ने नि दाजु मैले यार यो हेर त एसिडी मैले हो भिडियोहरु हो
मनिर दोस्तले मास्क बेचिरहेको ल बिजनेस पनि हानिसक्यो ल दादा कस्तो हुँदैछ ल अब भ्लगमा सब्सक्राइब हान्नु पऱ्यो याम त्यो ब्लग्स 208 सबलाई भन्नु पऱ्यो नि होइन अब के गर्नु घर बस्नु त मन थियो के अरे घर यहाँ आउन मन थियो होइन केपी ओलीले गर्दा आउनु पर्यो गाह्रो छ अनि अब ओली सहिद भएपछि मात्रै जाने नि घर फेरि ठाउँ चाहिँ फेरि सक्दैन नि कहाँ सक्छ त नि अनि केपी ओलीले भने फेरि हामी कहाँ रतन कार्की जस्तो हो र दुध पनि पठाइदियो होइन Welcome to jungle, कोही छैन humble, crack crack, cook look, royal rumble.